गाइज, आज हामी चोभारको डाँडामा आइरहेका छौँ। विभिन्न किसिमका मान्छेहरू विभिन्न किसिमले रमाइलो गरिरहेका छन्। तपाईहरु देख्न सक्नुहुन्छ। हामीसँग दीपक सर पनि हुनुहुन्छ। हेलो दीपक सर। हेलो के चाल? ठीक छ नि? बिल्कुल। हामी आज चोभारको उकालोमा हिँड्ने सूर्यको प्रकाश अनि मिठासपूर्ण वातावरण जाँदैछौँ। गाइजहरू, हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला, फलो गर्नु होला। यस्तै राम्रा भिडियोहरू ल्याएर हामी आउने नै छौँ। आजको दिन चाहिँ हामी चोभार यात्राको क्रममा निस्केका थियौँ। तपाईहरुले देख्न सक्नुहुन्छ चोभारको विभिन्न किसिमका भ्यूहरू, रमणीय स्थलहरू, विभिन्न किसिमका मान्छेहरू तल पनि रमाइलो गरिरहेका छन्। हेलो दीपक सर। हेलो गाइजहरू, यो देखिन लागेको उत्तिसको जङ्गल देखिनेछ। विभिन्न किसिमका मान्छेहरू आउँछन्। यसको पुरानो आफ्नै इतिहास छ। मन्जुश्रीले चोभारको डाँडोलाई काटेर यस्तो बस्ने योग्य बनाएको हुन् भन्ने इतिहास छ। हामी पनि फाइनली भिडियो बनाउँदै हिँड्दै रमाइलो गर्दै काँडाको भ्यूमा रमाउँदै गइरहेछौँ। गाइजहरू, फिल्म सुटिङ पनि हुँदैछ। यहाँ प्र्याक्टिस पनि हुँदैछ फिल्म सुटिङको। म्युजिक भिडियो। हेलो दीपक सर, हामी फाइनली कहाँ पुग्यौँ? चोभारको चोकमा।